म्युजिकहरू हल्का हल्का सुनेँ। अनि मुभीहरू नि 2टा जति चाहिँ हेरेँ होइन। अब बोर भइसकेको थियो नि त, हेर्नु त पर्यो। यस्तो है, मुभीमा पनि त्यो चाइना एयरलाइन्सको चाहिँ प्रचार गरिरहेको थियो कि त्यसमा चाहिँ। अनि जे होस् बित्यो, त्यसपछि यता सिडनी ल्यान्ड भयो होइन। अनि यता आयो, दादा लिन आइसकेको थियो। अनि फर्स्ट आई रिसिभ माई बुके गाइज। अनि अहिलेसम्म मैले चाहिँ कसैले पनि मलाई बुके दिएको थिएन। यस गाइज यो हर्ड्री, त्यही नि मैले दादाले भनेको थिएँ मलाई आउँदा बुके चाहिन्छ भनेर। अनि दादाले लिएर आइसक्यो। त्यसपछि कार चढेर हामी आफ्नो रुमतिर आयो होइन। तर मलाई त्यो फिल हुन्छ नि त, म सिडनी आइपुगेँ नेपाल छोडेर, मलाई त्यसो। अनि गाडीमा जाँदाखेरि चाहिँ मलाई चाहिँ होइन कस्तो काठमाडौँमा हिँडिरहेको छु जस्तो लागिरहेको थियो कि होइन। अनि रुममा नि पुगियो, अनि सबै गरियो होइन, अनि घुमियो खाइयो होइन। तर स्टिल आज 10 डिसेम्बर भइसकेको छ, तैँले मलाई नेपालमै छु जस्तो लागिरहेको छ क्या। त्यस्तो के पनि लागेको छैन मलाई। हुन्छ नि त, मैले नेपाल छोडेर आइसकेँ जस्तो नि फिल भएको छैन सायद। मेरो चाहिँ त्यस्तो एक्सपेक्टेसन केही नभएर होला यस्तो लागेको होइन। लाइक अब ट्राई गरौँ, भयो भने भयो, नभयो भने लाइक ठिक छ जस्तो। त्यही भएर चाहिँ सायद यस्तो भयो होला। लाइक त्यो डेजाभु भएको जस्तो कि म यो ठाउँमा आइसकेको छु जस्तो भइरहेछ कि मलाई होइन। अनि फर्स्ट टाइम त्यो समुद्र गएको नि त, एउटा एउटा टाइपको हुन्छ नि त। मैले अब नेपाल त अब ल्यान्डलक कन्ट्री होइन, समुद्र त सम्झिने पानी छम्किने भने जस्तो। अब फर्स्ट टाइम देख्दा त्यो एक्साइटमेन्ट हुन्छ नि त, ममा थिएन साथी, ममा थिएन। किन भन्दाखेरि चाहिँ मलाई लागेको थियो म यो ठाउँमा पहिले आइसकेको जस्तो मलाई चाहिँ फिल भइरहेको थियो कि। अनि जे होस् घुमियो खाइयो, स्टिल घुम्दैछु, खाँदैछु, सुत्दैछु होइन। रमाइलै छ जे होस्। र अब भिडियोहरू चाहिँ अब राख्दै जान्छु होइन। सो ओभरअल मेरो एक्सपिरियन्स चाहिँ यस्तो रह्यो। अनि हजुरहरूको चाहिँ कस्तो भयो कमेन्ट गर्नु। अनि त्यही हो, अब बिस्तारै म भिडियो बनाउने कोसिस गर्दैछु। मैले यो भिडियो बनाउँदाखेरि मैले अहिले 5वटा एप्सहरू डिलिट हानिसकेँ। लाइक मैले भिडियो अपलोड नगरेको कारण वान अफ द रिजन पनि यो पनि हो क्या। मेरो स्टोरेज 64 GB मात्र स्टोरेज छ होइन। मलाई चाहिँ फोन अपग्रेड गर्नु छ, बट आई डोन्ट ह्याभ मनी गाइज राइट नाउ। त्यही भएर मलाई केही समयको लागि चाहिँ मैले अलि आई निड टु डु हार्ड वर्क। अनि त्यसपछि चाहिँ फोन किन्छु। र फोन कुन किनौँ सजेसन त्यो नि दिनु है। लाइक अहिले चाहिँ मैले आइफोन 11 चलाइरहेको हो, स्यामसङ किनौँ कि आइफोन किनौँ, प्लिज गिभ मी सजेसन। र कुन मोडलको किन्दा राम्रो हुन्छ त्यो नि सजेस्ट गर्नु मलाई। सो यति नै हो भिडियो। होप यु लाइक दिस भिडियो। र हजुरलाई चाहिँ कस्तो कस्तो कन्टेन्ट चाहिन्छ भन्नु कमेन्टमा, म त्यही अनुसार भिडियोहरू गराउने कोसिस गर्दछु। र मेरो भिडियोहरू चाहिँ यति नै हो। सो होप यु लाइक दिस भिडियो। बाई बाई, लभ यु।